हेलो एन्ड गुड मर्निङ गाइज। आज चाहिँ हामी मनामको लागि निस्किन लागेको। अहिले करिब बिहानीको 5 बजिरहेको छ। बाहिर एकदमै जाडो छ, एकदमै चिसो छ बाहिर। अब हामी रेडी भइसक्यौँ। अब चाहिँ हामी निस्किन लागेको। निस्किनुमा हामी रेडी भइसकेको छ, बाइक स्टार्ट भइसकेको छ अनि मजा पनि भयो। बस म फोन भयो। अब हामी निस्किन्छौँ मनामको लागि। चाहिँ हामी गल्छीमा आइपुग्यो। 7 बजिरहेछ। चिया नास्ता गर्नलाई रोकिरहेछौँ। चिया नास्ता गर्छौँ अनि निस्किन्छौँ यहाँबाट हामी। बाटो बनिरहेछ गल्छीमा चाहिँ। अहिले हामी चिया नास्ता गरेर अब निस्किन लागेको गल्छीबाट। चिया मालपुवा खायौँ अनि अब चाहिँ हामी निस्किन्छौँ। अहिले हामी मुगलिङमा आइपुग्यौँ। 8:30 बजिरहेको छ। अहिले कफी खानलाई रोक्यौँ। अब मुगलिङमा कफी खाएर हामी निस्किन्छौँ मुगलिङबाट। पानीमा सरर बगिरहेको छ मजाले। अलिक चिसो होला त्यो पानी। कफी खाएर हामी निस्किन लागेको। यही होटेलमा खाएको हामीले कफी। अब निस्किन्ला हामी। 9:30 बजिरहेछ। हामी डुम्री आइपुग्यौँ। अब बेसी सहरतिर लाग्छौँ हामी यहाँबाट। लोकल तरकारीहरू पनि लागिरहेको छ। यो बाटो अगाडि अब बेसी सहरतिर लाग्यौँ हामी। यो बाटो सिधै अगाडि बेसी सहरतिर लाग्छ। बाटोमा कतै कतै बिग्रिरहेको बाटो चाहिँ बाटो चाहिँ ठिकै छ। यसमा त्यस्तो नराम्रो बाटो चाहिँ आएको छैन। अब यहाँबाट हामी बेसी सहर 6 किलोमिटर छ बेसी सहर पुग्नलाई। हामी चाहिँ बेसी सहर आइपुग्यौँ। 11 बजिरहेछ बिहानीको। हामी चाहिँ ठ्याक्कै बेसी सहरमा आइपुग्यौँ। अब यहाँ खानासाना खान्छौँ अनि निस्किन्छौँ यहाँबाट मनामको लागि। बेसी सहरमै छौँ अहिले। 11 बजिरहेछ बिहानीको। हामी खाना खानलाई रोकिरहेछौँ बेसी सहरमा। बाइक चाहिँ यहाँ छ। हामी खाना खाएर बेसी सहरबाट निस्किन लाग्यो। ठ्याक्कै 12 बज्यो। अब हामी निस्किन्छौँ है। अब हामी टनेलभित्र प्रवेश गऱ्यौँ है गाइस। टनेलभित्र लाइट गइरहेको।
बाटोमा पर्न गएको झरना माथि हाइटबाट झरिरहेको थियो। बेसी सहरसम्म चाहिँ ढुकै छ गाइस बाटो। बेसी सहर कटिसकेपछि चाहिँ अर्थ साइडतिर लाग्यो भने चाहिँ पुरै अफरोड। तलबाट अर्थ खोला बगिरहेको गाइज हामी चाहिँ अहिले सियामासी लमजुङमा छौँ, आइपुग्यौँ। पछाडि देख्न सक्नुहुन्छ मस्त झरना चलिरहेछ। अब एकछिन मजाले झरनामा रमाउँछौँ, फोटोसोटो खिच्छौँ अनि निस्किन्छौँ यहाँबाट हामी। अब चाहिँ हामी एमसिएबाट निस्किन लाग्यो। अब हामी निस्किन्छौँ। अब हेरौँ कति बेला पुगिन्छ मनाङ। अहिले चाहिँ हामी अक्टोपस झरनामा छौँ। अक्टोपस झरनामा आइपुग्छौँ हामी। अक्टोपस झरना भन्छ। अक्टोपस झरनामा आइपुग्छौँ हामी।
माथि देखिरहेको पहाड ढुङ्गावाला पहाड हो त्यो फोडेर चाहिँ बाटो बनाएको हो गाइज अब त्यहीबाट हामी राइड गरेर जाने हो त्यही बाटो अहिले मनाङ परमेश्वर नास्टो गाउँपालिकामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ मनाङ जिल्लामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ हामी चाहिँ मनाङ जिल्लामा लाग्यौँ है गाइस च्याम्मे 27 किलोमिटर अब यहाँबाट च्याम्मे चाहिँ 27 किलोमिटर छ है गाइस बाटो हेर्नुहोस् न गाइस बाटो चाहिँ पहाड फोडेर बनाएको छु यो ढुङ्गावाला पहाड देख्दै हुन्छ नि यो पुरै फोडेर बाटो बनाएको हो यहाँबाट तल खस्यो भने कहाँ हो धेरै तल छ गाइस साँगुरो बाटो छ एकदम डेन्जर अगाडिबाट के आएको पनि नदेखिँदो रहेछ वरिपरि सुन्दर सुन्दर पहाड छ हेर्न सक्नुहुन्छ गाइस जो चाहिँ घुम्न आउनुपर्छ तपाईँहरूले फाइनली हामी चाहिँ च्यामेमा आइपुग्यो 4:45 भइरहेछ साँझको हामी चाहिँ च्यामेमा आइपुग्यो अहिले चाहिँ अब यहीँ बस्छौँ आज राति यहाँबाट हामी मनाङ जान्छौँ यहाँबाट मनाङ 30 किलोमिटर छ अरे बाटो चाहिँ एकदमै खराब छ त्यही भएर च्यामेमै बस्ने भोलि बिहानी चाहिँ हामी यहाँबाट निस्किन्छौँ त्यहाँ पारिपट्टि पछाडितिर मस्ती हिमाल देखिरहेको छ घाम लागेको छ साँझ पख घाम हामी चाहिँ यही होटलमा बस्ने हो आज चाहिँ आजको भिडियो यहीँ इन्ड गर्न चाहन्छु गाइज नेक्स्ट भिडियो भोलि बनाएको लिएर आउनेछु हेर्दै गर्नु होला किप लभिङ गाइज थ्याङ्क यू फर वाचिङ बाई बाई